चटकन मासु लिएर आउनु दाजुभाइ आखान मेरो बिजेत नगर है मैले भनिरहेको छु फेरि म चटकन हालेर उडाउँला नि त्यही त तेरो अब तँलाई हिजोसम्म तँलाई खुवा अनि तेरो माइतीलाई खुवा नगो तिमीहरू बिजेती हो कि तिमीहरू बिजेती कुन दिन तिमीहरू घर बिहे गरेर आएछ आउनु पनि हो हामी त बिजेती हुन्छौँ नि खाना दिएको भए खुसी हुन्छ है अनि मान्छेको इज्जत छैन जोडले चिच्याइ भने खाने त सुनेर हिँडिसक्यो होला बाहिर अब हिँडोस् त तेरो भाइ यार हिँडे म के गर्नु त भने कस्तो भनेदेखि हिँड्यो भने मैले विचार गरिहाल्नु है फेरि हिँडे मलाई मतलब छैन जाओस् क्या तँ जोडले चिच्याइ भनेका खान जाओस् मलाई त मतलब छैन क्या तेरो भाइ चामल पनि लिएर आउनु यो चामल खाँदैनन् मेरो दाइ ए लङ लास्टिङ चामल चाहियो तँलाई लङ रेन्ज पनि भन्न आउने तँलाई तँ त होइन क्या लास्टिङै भन्छु हाम्रो इङ्ग्लिस वर्ड हो यो इङ्ग्लिस वर्ड हो इङ्ग्लिस वर्ड हो इङ्ग्लिस हो यो के गर्नुहुन्छ तपाईँले पढ्ने बेला त आफ्नो भाइलाई त अब लङ लास्टिङ चामल अनि मासु लिएर आए पकाएर खानिदिँदैन रहेछ है बिस्तारी बिस्तारी यो चुल्हाभित्र तल राखेर गरेर खानिदिन्छु नि खानिदिन्छु मलाई भएर पकाउँदिनँ मलाई जान ढिला भएको थाहा छैन बेलुकाको भात छैन तपाईँ खाएर जानु हुँदैन बासी भात खाएर जाने मलाई तैँले त हेपेकी होस् क्या तैँले अरू भन्दा नि ए बेलुकाको भात चाहिँ कहिले मैले खाने बासी भात चाहिँ जहिले खाने अनि मेरो गुवा गति रुने नाटक गर्ने अनि माइती बोलाउने तेरो अब मैले बोलाएन है त्यही बोलाइ त अस्ति अनिखेर आफै आँखा बिचरा बोलाएर आएका देखाउनलाई होला मलाई यस्तो पीडामा छ भनेर जान्छ भात पकाउन लगाएको छु हल्ला लगाउनु भन्दैछ मैले यहाँ सुने बिजेत हुँदैन मेरो फेरि दिपेन तेरो इज्जत चाहिँ कहाँ छ भने क्या तपाईँ जानु हुँदैन यहाँबाट कस्तो जानु भनेको चटकनले हालेर उडाइदिन्छु फेरि अहिले म खालि चर्कनले त उडाउँछस् नि तैँले चर्कन नै उडाउने हो मलाई त्यो नाटक